छठको खरना लगत्तै मैथिलाको एकदम पौराणिक कालदेखि नै सेलिब्रेट गर्दै आएको सामा चकेबा पनि स्टार्ट भएको। यो चाहिँ छठको खरनादेखि पूर्णिमासम्म हुन्छ, 7-8 दिनको होइन। र यो सामा चकेबा चाहिँ एक्चुअली भाइ बहिनीको प्यारलाई दर्शाएको छ। माइथोलोजी र पौराणिक कथा अनुसार जब कृष्णजीको छोरी सामा माथि एकदम कुकर्मको झुठो आरोप लाग्यो, त्यतिखेर के भयो भने कृष्णजी क्रोधित भएर सामालाई चरा बनाएको थियो श्रापले। त्यतिखेर के भयो भने जुन सामाको भाइ चखेवाले चाहिँ एकदम महादेवसँग प्रार्थना गर्यो, एकदम पूजापाठ गर्यो। त्यतिखेर महादेवले चखेवालाई सोध्यो तिमी के चाहन्छौ? अनि चखेवाले भन्यो कि मेरो दिदी सामामाथि जुन झुटो आरोप लागेछ, यदि उहाँ चाहिँ झुटो हो भने उहाँलाई यो श्रापबाट मुक्त देऊ। अनि त्यतिखेर फेरि मुक्त दिएर फेरि मानव शरीरमा आएको थियो। सो यो एउटा चाहिँ पर्व हो जहाँ चाहिँ भाइ बहिनीको अटुट प्यार बन्धनलाई दर्शाइरहेछ।